नमस्कार, मेरो नाम चेतनाथ पन्त। म काठमाडौँ युनिभर्सिटी स्कुल अफ एजुकेसन स्कुल काउन्सेलिङ एन्ड साइकोलोजिकल वेलबिङ युनिटमा फ्याकल्टीको रूपमा कार्यरत छु र यो पहिलो राष्ट्रिय सम्मेलन जुन चाहिँ यो परिवर्तनको परिवर्तनबाट नै एउटा दिगो खुसी प्राप्त हुन्छ भन्ने थिमलाई आत्मसात गर्दै यो कन्फरेन्स आयोजना गरिएको छ। यसको म अर्गनाइजिङ टिममा पनि छु र हामीले यो वर्ष यो जर्नल अफ कन्टेम्प्लेटिभ एजुकेसन एन्ड साइकोलोजिकल वेलबिङको आज विमोचन भएको छ र यो टिमको चाहिँ म एडिटरको रूपमा मैले आफ्नो भूमिका निर्वाह गरेको छु। खास गरी यो कन्फरेन्स चाहिँ यो प्रकारको कन्फरेन्स चाहिँ सायद नेपालमा पहिलोपल्ट आयोजना भएको हुनुपर्दछ र खास गरी यसमा चाहिँ विद्यालय मनोविमर्शलाई हामीले कसरी हेर्ने, यसलाई हामीले शिक्षामा कसरी जोड्नुपर्छ, पहिला हामीले हाम्रो भाइ बहिनीहरूलाई सुनिदिनु पर्यो, उनीहरूलाई बुझिदिनु पर्यो हैन। त्यसो हुनाले यो प्याथोलोजिकल भन्दा पनि यो प्रिभेन्टिभ र डेभलपमेन्टल मोडलबाट संवादमा जोडिँदै यो मनोविमर्शको अभियान सुरु हुनुपर्छ र सिकाइलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने सेरोफेरोमा यो कन्फरेन्स आयोजना भएको छ। यसले चाहिँ खास गरी विद्यालय मनोविमर्श र मनोवैज्ञानिक आरोग्यतालाई कसरी प्रवर्धन गर्न सकिन्छ, त्यसलाई कसरी जीवनसँग जोड्दै जीवनलाई थप ऊर्जावान अर्थपूर्ण बनाउन सकिन्छ भन्ने सन्दर्भमा यो कार्यक्रममा छलफल बहस भइरहेको छ। र जुन मैले अघि कुरा राखेँ, जर्नल अफ कन्टेम्प्लेटिभ एजुकेसन एन्ड साइकोलोजिकल वेलबिङ आज विमोचन भएको छ। यसमा चाहिँ 8वटा लेखहरूलाई प्रकाशन गरिएको छ। यो जर्नलको एउटा विशेषता के छ भने जो लेखकहरूको 8वटा लेखहरू आज छापिएको छ उहाँहरू नै आज प्रेजेन्टरको रूपमा हुनुहुन्छ। उहाँहरूले अध्ययन अनुसन्धान गरेर लेख प्रकाशन गर्नुभएको छ र त्यसको आज सिनोप्सिस, त्यसको निचोड चाहिँ आज उहाँहरूले प्रेजेन्टेसनको रूपमा चाहिँ उहाँहरूले प्रस्तुति दिनुहुन्छ। त्यसो हुनाले पनि त्यहाँ लेखकहरूको रिसर्चमा उहाँहरूको संलग्नता र त्यो कुरालाई आज उहाँहरूले कसरी रिफ्लेक्ट गरिरहनुहुन्छ। नत्र खास गरी एब्स्ट्र्याक्ट एप्रुभ हुन्छ, त्यसपछि त्यसलाई प्रेजेन्टेसन गर्ने ट्रेन्डमा चाहिँ हामीले एउटा नयाँ सुरुवात कसरी गऱ्यौँ भने पब्लिस आर्टिकललाई मात्रै प्रेजेन्टेसनको चाहिँ स्पेस प्रदान गरिएको छ र यसमा चाहिँ खास गरी सोसियो इमोसनल लर्निङ, मेन्टल हेल्थ रिलेटेड कुराहरू र यो समावेशिताका कुराहरूलाई पनि यो लेख रचनामा समावेश गरिएको छ। त्यो 8वटा जर्नलहरू जो भन्नुभयो तपाईँले, कुन कुन टाइटलमा अथवा शीर्षक के कुराहरू छ त्यसमा समेटिएको? यो 8वटा जर्नलमा चाहिँ सोसियो इमोसनल लर्निङसँग सम्बन्धित केही आर्टिकलहरू छन्। कतिपय आर्टिकलहरूले चाहिँ विद्यालयमा काउन्सेलिङलाई कसरी हेरिनुपर्छ र काउन्सेलिङ प्रति चाहिँ शिक्षकहरूको आम स्कुल लिडर्सहरूको बुझाइ के छ भन्नेसँग सन्दर्भ होइन, त्योसँग चाहिँ सम्बन्धित लेख रचनाहरू पनि छन्। र अर्को चाहिँ यो लान्छनाहरू, सोसल स्टिग्माहरू, यो विभिन्न स्टिग्माहरूको कारणले गर्दा बालबालिकाहरूलाई चाहिँ कति गाह्रो भइरहेको छ, उहाँहरूले कस्तो चाहिँ मनोसामाजिक तथा भावनात्मक समस्याहरू भोगिरहनु भएको छ भन्ने कुरालाई जोडिएर यिनै शीर्षकको सेरोफेरोमा 8वटा आर्टिकल र यो चाहिँ डबल ब्लाइन्ड रिभ्यू, 2जना रिभ्युअरले रिभ्यू गरेर उहाँहरूको कमेन्ट्सहरूलाई एड्रेस गरेर एकदमै रिगरस प्रोसेसबाट चाहिँ लगभग यो 2-3 महिना लागेर यो आर्टिकल चाहिँ यो समावेश गरिएको छ र यो आर्टिकलको चाहिँ आज प्रेजेन्टेसन भइरहेको छ। तपाईँहरूले यो कन्फरेन्स गर्दै राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ होइन, यो राष्ट्रिय सम्मेलन पश्चात जो एउटा छाता सङ्गठन निर्माण गर्ने एउटा उद्देश्य राखिएको छ, त्यो सङ्गठनले चाहिँ देशैभरि के काम गर्छ? त्यो सङ्गठनले चाहिँ यो विद्यालय मनोविमर्शलाई कसरी अगाडि लैजाने, यसमा हामीले चाहिँ सबै सरकारवालाहरूलाई मल्टी स्टेक होल्डर्सहरूलाई चाहिँ कसरी एउटा बहसमा जोड्न सक्छौँ। खास गरी यसमा 3वटा कुरा छ। पोलिसी लेभलमा हामी के गर्न सक्छौँ र एडभोकेसी हामी के गर्न सक्छौँ र यसमा लिडरसिपले चाहिँ अब कसरी अगाडि बढ्नुपर्छ, यो पोलिसी, एडभोकेसी र लिडरसिपका कुराहरूलाई जोडेर त्यो जुन एउटा चाहिँ सङ्गठन निर्माण हुँदैछ त्यो सङ्गठनले चाहिँ यो 3वटा क्षेत्रमा चाहिँ विशेष रूपमा कार्यक्रमहरू अगाडि बढाउँछ र समग्रमा
विद्यालय परामर्श र मनोवैज्ञानिक आरोग्यताको सन्दर्भमा हामीले एकदमै बहस गर्नुपर्ने अहिलेको परिस्थितिले देखिएको छ। यो अहिलेको एजुकेसनल ल्यान्डस्केपमा यो कुरालाई कसरी हामी चाहिँ यो शिक्षण प्रक्रियामा सिकाइ प्रक्रियामा जोड्दै हामी सबै शिक्षक, सबै स्टेक होल्डर, सबै लिडर्सहरू चाहिँ यसमा कसरी जोडिन सक्छौँ र यो अभियानलाई हामी कसरी अगाडि बढाउन सक्छौँ, किनभने यो सबैको सरोकारको विषय हो। किनभने बालबालिकाहरूलाई हामीले सुनिदिनु पर्यो, बुझिदिनु पर्यो, अनि मात्रै उहाँहरूलाई चाहिँ सिकाइ प्रक्रियामा अगाडि बढाउन सकिन्छ। यो हामी सबैको सरोकारको विषय भएको हुनाले यसमा सबै जोडिनुपर्छ र यसमा सुझबुझ हुनुपर्छ भन्ने मलाई लाग्छ। हस्, थ्याङ्क यू भेरी मच। हस्।